होइन बागडुग्रा भिडियोमा हजुरहरूले देख्न सक्नुहुनेछ आज रामनवमी होला यात्रा रेली वे टु मिरिक चेङ्गा हुँदै पानीघट्टा हुँदै दुधे भएर आफ्नो घर मिरिक लागिरहेछौँ। चर्चमा है तपाईँहरूले देख्न सक्नुहुनेछ है। आज हाम्रो कृष्णआजको पर्व हो र यो चाहिँ मेरो चर्च हो, देख्न सक्नुहुनेछ। आज हाम्रो कृष्णआजको पर्वलाई यहाँ हुन्छ हाम्रो चर्च यस्तो चाहिँ तपाईँहरूले देख्न बाहिर गएर भकानो पारी पारी रोए। बिहान भएपछि मुख्य पुरोहितहरू र ठुला ठालुहरू सबै यीशुलाई मृत्युदण्ड दिन सल्लाह गर्न लागे। त्यसपछि उहाँलाई बाँधेर लगी राज्यपाल पिलातुसलाई सुम्पिदिए। तब यीशुलाई धोका दिने यौदसले उहाँलाई यसरी मृत्युदण्ड भएको देखि पश्चाताउँदा ती 30वटा चाँदीका टुक्राहरू फिर्ताली महापुरोहित र ठुला ठालुहरूलाई दिँदै भन्यो, निर्दोष वक्तालाई धोका दिएर मैले पाप गरेँ। उनीहरूले उसलाई भने, हामीलाई के त आफै जान। उसले पनि चाँदीका ती टुक्राहरू मन्दिरमा फ्याँकिदिएर त्यहाँबाट फर्क्यो र गएर झुन्डी आत्महत्या गर्यो। मुख्य पुरोहितहरूले ती टुक्राहरू टिपेर भने, रक्तको मोह हुनाले यिनलाई तिजोरीमा राख्नु हुँदैन। आपस्तमा सल्लाह मिलाए हुन्छ आफै कसरी बनाउनु उ भाइ। नमस्ते हजुरहरूलाई स्वागत छ र आज चाहिँ हामी वे टु नेपाल है, जोलाबारी कहाँ हो होइन बेटामोड बेलतामोड। अनि त्यहाँ चाहिँ अब सपिङ गर्नु जाँदैछौँ हामी है। पछाडि देखाइदिउँ वहाँ छ र वहाँ छ। अब यिनीहरूले भनेको चिज पाउने हो कि होइन। उताबाट होइन त पहिला इन्डिकेटर दिनु। तलबाट जाउँ ल, तल चेक गर्नु उता पैसा पाएन नि। उयोहरू बताउनु न, पछाडिकोहरू कन्फ्युज हुन्छ हौ टुङ्नी। आर्मी क्याम्प भित्र मात्रै छ। ओके ओके भइहाल्छ। बन्द गर। आजको हाम्रो नेपालमा धेरै सपिङ गर्नलाई है, यहाँनिर हेर्नुहोस् है।
त्यो निलो आउँछ कसैले लिँदैन त्यही त छ हरियोमा आउँदैन पहिला आउँछ अहिले आउँदैन मात्रै होइन नि त हरियो चाहिँ अब काहीँ लानुपर्छ ठिकै छ टिबेटको त सरी How much? इन्डिया नेपाली कति 550 इन्डियाको 5.5 लाइकको वेदर यिनीहरूले बोक्को अरे बिहाको लागि यस्तो यो टाइपको डिजाइन गरेको अरे यिनीहरूले के हो आज भन्दा फेरि घाम कस्तो लागेको नेपालमा चाहिँ यो चाहिँ नि हेरिहाल तिमी हस्बेन्डको लागि चाहिँ यो किन्छौ फाइनल्ली सपिङ गरेर आएर चाहिँ अब हामी थाक्यौँ हो थाकेर आएर चाहिँ यिनीहरूले अब अर्डर गर्नु छ दार्जिलिङ होटल भनेको छ बहुत दामी पाउँछ यिनीहरूले अर्डर गरेर चाहिँ रेस्टुरेन्ट दामी छ दार्जिलिङ होटल हो यो जुत्ताको फुड छ कि दामी है अब चाहिँ आफ्टर सपिङको बाद चाहिँ हेरिहाल्नु अरू यहाँ चाहिँ भेज थाली हो अनि यहाँ म्याडमको चाहिँ के छ अनि यहाँ हुँदैछ आइटम चाहिँ हुँदैछ पर्क हो पर्क रहेछ pickle and salad.